तामझाम चिया पकाउँ टक्क लगाएर ल गाइजहरू र गाइजहरू दामी यस्तो दामी छ साइड परो यस्तो बवाल बस्यो। हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो जिन्दगीको गोरेटोमा हामी चाहिँ टक्क लगाएर नुवाकोट जाँदैछौँ है। अब आज चाहिँ साथीभाइको भेटघाट कार्यक्रम छ। यसो टुच्च लाएर हामी चाहिँ भर्खर मासु किन्न हिँडेको, पोलेर खाने मासु। अब के हुन्छ कसो हुन्छ भेट्दै रहनु होला टुच्च। अब भिडियो बनाउँछु भन्ने सोचिरहेको छु के अरे। अब यहाँ स्टार्टिङ भयो। आहा साइड परो सो त्यही नै हो। अब के कस्तो हुन्छ अन्त्यसम्म हेर्नु होला। त्यही नै हो गाइजहरू। ल त्यसो गाइज ठिक छ यार, धुलो छ हो र नचिनेर खोजी भयो। ए ठिक छ। हामी साल आएको त विक्रम लाग्यो। सो गाइजहरू हामी चाहिँ फोटोसुट चलिरहेको यहाँ चिसो किन्न आएको। यस्तो बिजोग छ यहाँ हेर त। गाह्रो छ। दुईवटा केटाहरू छुट्यो नि, तिनीहरूलाई पछुतो हुन्छ क्या। भिडियो हेरेर फोटो हेरेपछि यस्तो दामी आयो नि यहाँ टक्क लगाएर ल गाइजहरू। सो गाइजहरू अन द वे टु नुवाकोट है। हामी चाहिँ अब लागि यो चिसो किनेर। सो हाम्रा गाइजहरू यता छन्। गाइजहरू हामी चाहिँ ल नुवाकोट जाँदै है। नुवाकोट जाँदै यो ओके। हेलो गाइजहरू के बजिरहन् है। अरू के हुन्छ र? हामी चाहिँ ल गाइजहरू फाइनल्ली नुवाकोटको कच्चीमा आइसक्यो भनेपछि पानी त जस्ता तस्तै हो। कसले खान्छ पानी यहाँ? न दाउरा ल्याएर आऊ न त बान्ने हो क्या। 6 जनाले 12वटा बोतल। 180 कि 360 रुपियाँ पर्छ। ठ्याक्कै डबल पर्दो रहेछ यार। के हो ब्रेक चोया। हामी चाहिँ अब टक्क लाएर यहाँ आइपुग्यो। यत्रो पानी बोकेर पानी खाएर बस्ने रे आज। 12 बोतल पानी पहिलोचोटि फर्स्ट त उताड माथि खुल्ला एउटा निस्कियो। रेड बुल छ यता के भुजिया निलोवाला ल्याएको रेड बुल क्यारेट उ होइन प्यालो होइन थिएन यहीँ फोरेक छ एउटा पानी चिसो पानी फोटो हो कि भिडियो। चस्मा लाउँछु यार म त। सगाज म चाहिँ यता छु होइन चस्मा सुहाएन मलाई। सो गाइजहरू हामी चाहिँ ल यहाँ हाम्रो प्राइभेट कटेजमा आइसक्यो। हामी चाहिँ यहाँ 4 जना आइपुग्यो। 2 जना दाउरा ल्याएर आउँदैछन्। टक्क लाएर बटौलीको भ्यू यहीँ हो होइन। अरू के नै छ र गाइजहरू। हरेक काट्छौँ तर यिनले यार। घर भैँसी पाल्यो एउटा चटाइ ल्याउनु भुलेर हाम्रो चाहिँ टक्क लाएर अब यहाँ बस्न त पऱ्यो। हामीले घाँस काटेर बस्ने व्यवस्था छ। हाम्रो हतियार चाहिँ यस्तो दामी छ। यसले चाहिँ यहाँ नुवाकोट 3 चोटिसम्म घाँस काटिसक्यो है यो चक्कुले। त्यही नै गाई अरूले फेरि जान्दैन बिहाली काट्छ। त्यो पल्लो घाँस काट न ठुलो तल जाउँ। एन्ड्रोइड थियो र आइफोनबाट आएछ एउटै हुन्थ्यो।
अलि एड्रप गरेर पल्लो ठुलो काट न क्वालिटी घट्दैन नि त भिडियो भइरह भाइ ल भनौँ न केही 2-4 वटा बुढी त घाँसै काटेर नि पालिदिन्छ यार कस्तो लाग्यो मेरो घाँस कटाइ 2-4 वटा बहुत अच्छा भैँसी पाल्न पर्यो कुन भैँसी हो दुध दिन भयो नकाट्नु धेरै पुरै नुहाकोटको घाँसै सक्यो डोसार सुत्ने क्या यतै माथि होइन कि बिचमा होइन कि बस्ने हो क्या हुन्छ क्या अलि ओझै एक्लै नहाला अझै अलि बाक्लो छ क्या त्यहाँ अलि चाक ठुलो भएको बस्नु है धुनी निकाल्दै यता हेर्नु यहाँ राख त फोटो हो र पेपरमा सो गाइजहरू ल हामी चाहिँ फाइनल्ली यहाँ नुहाकोटाएर यस्तो छ हाम्रो आज तामझाम ए चिया पकाउनु त ग्यास स्यास निकाल न झोलाडा यार मेरो हातमा जम्मै उस छ कि मसला दुध खैरो दुनी त हो नि दुध मर मसला हाम्रो खानपिन यस्तो हो छोरा 12 लिटर पानी छ 2 लिटर भागमा परेछ पानी पानी ल्याऊ यस्तो छ गाइज त्यो यस्तो छ होइन यहाँ हाम्रो आगो त अब बाल्नै पर्यो मासु पोल्नै पर्यो नि त आगो बोल्दैछ गाइजहरू यता हुनुहुन्छ होइन पुग्छ साथी मलाई यति भयो मलाई पुग्छ यति भयो एउटा बोतल कसले बेचेको त खाएको त अनि खाएको फालेको त तिमीले खोजिया चिज मासु चाहने होइन कहाँ राख्ने कति ए के बोले क्या चेप्पै बोल्न पाइन्न यहाँ चटनी हालेको नि यहाँ बाबुजी कहाँ गएर प्याक गरेर राख्छ त्यहाँ त्यहीँबाट त्यता दिएको नत्र त एउटैमा हाल्छ अस्ति आज त्यसरी प्याक गरेर आएको थिएँ बर्थडेमा हुँदा के यहाँ राख्ने ग्रेट होइन त्यहाँ त ढाक्नु लौ के पानी तिमीलाई ल मलाई त्यो पुग्छ तिमीहरूले उताको खाउनु यस्तो छ गाइज हाम्रो आजको व्यवस्था ग्यास स्यास नै झोलामा छ अझैसम्म निकाल्दै हालियो न बरु के हाल्ने र स्टोरी अनि के ग्रुपमा के कसैलाई ए कसैको बात गर रात त्यसै ढल्किँदैछ एउटा बोतल छैन किन खाली बोतल छैन किन खाइदियो झन्तिर घर बेटी तारा सँगै जुन बिर्सेउकी मायाले मैले लाको गुण झन्तिर घर बेटी
भाइ अहिले के छ गाइजहरू कस्तो भयो आजको नुवाकोटको बसाइ रमाइलो भयो त गाइज आज हामी यहाँबाट निस्किएको अहिले चाहिँ बिहानको कति बजे भोलि 8 भएर रहेछ हेलो 15 हजुर कुन्ने उही छोडेको क्या ओ गाइजहरू म त अब यिनलाई छोडेर हिँड्न लाग्यो मात्रै भिडियो अब यहाँ मोबाइल घरमा बाहिर थियो अब त झोला हाल्न पऱ्यो भनेर झोला हाल्न लाग्यो यस्तो छ यता त पानी चाहिँ आएन है यता मात्र पानी आएर बियो गऱ्यो यता केही गरेको छैन त्यही नै हो के छ सल्टी कस्तो भयो एभेन्जर तिमीहरू रुजे छैन उही रुच्दैन यहाँ देखिएन ए नदेखेर यहाँ तल तब त पानी नयाँ देख्थ्यो रहेछ त्यो उसमा त गाडा कलर भयो त्यसलाई बियो ल गाइज अब